नेता राजको अन्त्य गर्ने भन्ने कुरो मान्छेलाई अनौठो लाग्छ, तर यो अनौठो मान्नुपर्ने कुरा होइन। पार्टी स्वतन्त्रता, पार्टीको मुक्ति र सङ्घर्षका लागि हामीहरूले निरन्तर पार्टीभन्दा बाहिरै बसेर पनि समर्थन गर्दै आएका हौँ। त्यस्तो बेलामा पनि हामीले पार्टीलाई समर्थन नगरेको होइन, तर अहिले चाहिँ संविधान छ, नियम छ, कानुन छ, सबै हुँदाहुँदै पनि सर्वदलीय गठबन्धन, सर्वदलीय संयन्त्रबाट सुरु भएर सर्वदलीय गठबन्धन बनिसक्यो दलको। यो चाहिँ नै सर्वसर्वा हुने प्रवृत्तिले गर्दा अहिले चाहिँ राजनीतिक वातावरण विषाक्त बनेको छ।